ल त साथीहरु मोस्ट वेटेड बुटोल परीक्षा केन्द्र राखेर खरिदारको फर्म जतिले भर्नु भएको थियो उहाँहरु सबैको पनि आज एक्जाम सेन्टर आइसक्यो। तपाईहरुले स्क्रिनमा देख्न सक्नुहुन्छ 550001 देखि 550200 सम्म 200 जना चाहिँ बुटोल मावि पारी बुटोल केन्द्र कमा रहेको छ। त्यसै गरेर 5500200 5500400 सम्म 200 जना चाहिँ बुटोल मावि पारी बुटोल केन्द्र खमा रहेको छ। त्यसै गरेर 5500401 देखि 5500600 सम्म 200 जना ज्ञानोदय माध्यमिक विद्यालय पुलचोक बुटोल केन्द्र कमा रहेको छ। त्यसै गरेर 5500601 देखि 5500800 सम्म 200 जना ज्ञानोदय मावि पुलचोक बुटोल केन्द्र खमा रहेको छ। 5500801 देखि 5501000 सम्म चाहिँ कान्ति माध्यमिक विद्यालय हाटबजार लाइन केन्द्र कमा रहेको छ। त्यसै गरेर 55001 देखि 5501200 सम्म चाहिँ कान्ति मावि हाटबजार लाइन मै केन्द्र खमा रहेको छ। त्यसै गरेर 55101 देखि 5511400 सम्म चाहिँ कान्ति माविकै केन्द्र गमा रहेको छ। 5511401 देखि 5511600 सम्म कान्ति माविको घमा 5511601 देखि 5511800 सम्म कान्ति माविको केन्द्र गमा रहेको छ। त्यसै गरेर 55181 देखि 55200 सम्म 2000 सम्म तिलोत्तमा मावि नेपालगञ्ज रोडमा रहेको छ बुटोलको। त्यसै गरेर 552001 देखि 55200 सम्म चाहिँ उजेरसिंह मावि मैनाबगर बुटोल केन्द्र कमा रहेको छ। 55201 देखि 5522400 सम्म चाहिँ उजेरसिंह मावि मैनाबगरको केन्द्र खमा रहेको छ। त्यसै गरेर 552401 देखि 552600 सम्म चाहिँ नवीन औद्योगिक माविमा देवीनगर केन्द्र कमा 5601 देखि 55800 सम्म चाहिँ नवीन औद्योगिक माविकै देवीनगर केन्द्र खमा रहेको छ। एकदमै ध्यान दिनु होला साथीहरु, आफ्नो रोल नम्बर चाहिँ मज्जाले हेर्नु होला। 552801 देखि 553000 सम्म चाहिँ नवीन औद्योगिक माविकै केन्द्र गमा रहेको छ। त्यसै गरेर 55001 देखि 5503200 सम्म चाहिँ प्रगति मावि प्रगतिनगर बुटोल रहेको छ। 55301 देखि 55400 सम्म लक्ष्मी मावि लक्ष्मीनगर बुटोल रहेको छ। त्यसै गरेर 55341 देखि 55360 सम्म चाहिँ सिद्धेश्वर लाल कुमारी माध्यमिक विद्यालय दीपनगरको केन्द्र कमा रहेको छ। त्यसै गरेर 55301 देखि 5533800 सम्म चाहिँ सिद्धेश्वरीकै केन्द्र खमा रहेको छ साथीहरु। 55301 देखि 55400 सम्म चाहिँ जनता माध्यमिक विद्यालय रामनगर बुटोलमा रहेको छ। 55401 देखि 55200 सम्म कालिका मानव ज्ञान सेक्टर 1 को कालिका नगर बुटोल केन्द्र कमा छ। त्यसै गरेर 55241 देखि 5544400 सम्म कालिकाकै सेक्टर 1 को कालिका नगर बुटोलको केन्द्र खमा रहेको छ साथीहरु। त्यसै गरेर 55441 देखि 55600 सम्म कालिकाकै सेक्टर 1 को केन्द्र गमा रहेको छ साथीहरु। त्यसै गरेर 55601 देखि 5548800 सम्म चाहिँ कालिकाको सेक्टर 1 को केन्द्र घमा रहेको छ साथीहरु, ध्यान दिएर हेर्नु होला। त्यसै गरेर 5548801 देखि 55000 सम्म चाहिँ कालिकाको सेक्टर 2 मा रामनगर हेर्नु होला, रामनगर बुटोल हो, केन्द्र कमा रहेको छ। त्यसै गरेर केन्द्र खमा चाहिँ को रहनु भएको छ भन्दाखेरि 55001 देखि 55200 सम्म चाहिँ कालिकाको सेक्टर 2 रामनगरमा हो साथीहरु, ख्याल गर्नु होला। केन्द्र खमा रहेको छ तपाईहरुको 55201 देखि 55400 सम्म चाहिँ कालिकाको सेक्टर 2 को केन्द्र ग रहेको छ साथीहरु। त्यसै गरेर 55401 देखि 55600 सम्म चाहिँ बुटोलको कालिका क्याम्पस रहेको छ, ख्याल गर्नु होला साथीहरु। कालिका क्याम्पस र कालिका स्कुल गरेर छुट्टा छुट्टै छन्, हुन त साइडमा छन्, त्यही पनि ख्याल गर्नु होला। 55501 देखि 5555800 सम्म चाहिँ कालिका क्याम्पसको केन्द्र खमा छ तपाईहरुको साथीहरु। 5555801 देखि 5506000 सम्म कालिका क्याम्पसकै केन्द्र गमा भयो साथीहरुको। त्यसै गरेर त्यहाँभन्दा माथिका साथीहरु 5560100 देखि माथिका जति पनि साथीहरु हुनुहुन्छ सबैको कालिका क्याम्पसकै केन्द्र घमा हुने भनिएको छ साथीहरु सबैको। सो त्यही हो साथीहरु, आफ्नो रोल नम्बर चाहिँ राम्रोसँग चेक गरेर मात्रै जानु होला र प्रवेश पत्र डाउनलोड गर्दाखेरि चाहिँ पुरानो पनि हुन सक्छ, त्यसो एकदम धेरै ख्याल गर्नु होला। सँगसँगै आफ्नो तयारीलाई पनि उच्च राख्नु होला साथीहरु। थ्यांक यू सो मच।